के चेन्ज देख्नुभयो तपाईँले के चेन्ज देख्नुभयो म चाहिँ अहिले कता छु भन्दाखेरि अलिकति यहाँ अँधेरो भएर देखाएको छैन होइन टुडे आई एम एट पोखरा होइन पोखरा आएको थिएँ म आज एक दिनको लागि एक दिन भन्दा आज आएको थिएँ खासै यो प्लान चाहिँ अलिकति अनसर्टेन नै भयो भनौँ न दाइले नै अस्ति एकचोटि नयाँ स्कुटर किनेपछि ल जानुपर्छ त राइडमा भन्नुभएको थियो होइन अनि केटाहरू सब पनि एकछिन फ्रेस हुनु पर्यो धेरै कामहरू भएर हेक्टिक भयो भनिरहेको थियो एकजनाले पोखरा भनेपछि त सबजनाले के छ र ठिकै छ त गइदिउँ न त पोखरा भनेर सबैजना गएको मेनली फर्स्ट टाइम थिएँ यो यस्तो लङ राइडमा गएको वाइल्ड गाह्रो हुने रहेछ स्कुटरमा चाहिँ ध्यान दुख्ने के हुने हुँदो रहेछ यार स्कुटरमा पहिलोचोटि थियो होइन मेरो यत्रो लङ राइड सुरुमा त मलाई अलिकति हुन्छ नि हाइवेमा चढ्नु बान्नु भएर डर लागिरहेको थियो होइन पहिले चलाएको नि त हाइवेमा यहाँ काठमाडौँ बाहिरको पछि त बिस्तारै बिस्तारै युज टु इट भयो बिजोग थियो यार तर बाटो त यार बिजोगै थियो हेर्नु नि आएँ मेरो कन्डिसन नवदिराज के भन्नु छ त्यही छैन यार लास्टै बिजोग साह्रै बिजोग यार धुलो मान्डुबाट यता लस मान्डुमा त्यही हो अनि त्यसपछि हामी मुगलिन पुग्यो होइन मुगलिन नै कति दिउँसोको त्यस्तै 2 बजीतिर होला करेन्टली यो फिस्टेल होइन 2:30 भएको छैन हामी निस्केको रफली अराउन्ड बिहानको 10:30 होला कति भइदियो भनेको लगभग 4.5 घन्टा लाग्यो यहाँ आउनु अब यहाँबाट खाना खाएर अब मुगलिन त आइहाल्यो खैरेनी अब यही त हो नि कति टाइम लाग्छ र खैरेनी धेरै टाइम लाग्दैन खैरेनीबाट चाहिँ अलि पोखरा जान चाहिँ मेबी लाग्छ होला चाहिँ यार 3 घन्टा जति साथै धुयो मुगलिन नै पुग्यो देऊ त त्यो चाहिँ तेरिका के हो यस्तो भने जस्तै रहेछ त्यो त यसले मलाई सुहाउँदैन यार यस्तो चस्माले यार सुहाउँदैन रहेछ ल आएको छ सो हामीले खाना खाइसकेपछि हामी निस्किहाल्यो हाम्रो गन्तव्यको लागि विच इज पोखरा थियो हाम्रो अनि मलाई पहिला एकचोटि गएको अनुसार चाहिँ टाइम लाग्ने थियो अलिकति नराम्रो बाटो भएर मलाई त्यस्तै लागेको थियो होइन अलिकति आत्ता थिएँ म अलिक बेलुकै राति नै पुग्छ होला भनेर बट टु माई सरप्राइज होइन बाटो चाहिँ एकदमै वाइल्डै राम्रो रहेछ होइन साह्रै राम्रो पिच गरेर छ मैले त्यस्तो पिच त यो कलङ्की र यो ललितपुर जाने हाइवेमा मात्रै देखाएको थिएँ कि त्यस्तो राम्रो बाटो एकदम ठुलो होइन एकदम राम्रो थियो बाटोहरू सिर्फ अलिकति कहाँ चाहिँ नराम्रो भयो भन्दाखेरि पोखराको ट्याक्कै छिर्ने बेला मात्रै नराम्रो थियो नत्र भए बिच बिचमा अलिअलि घाडाङगुडुङ भयो नि बाटो चाहिँ साह्रै राम्रो रहेछ होइन मलाई त्यस्तो छिटो पुग्छ जस्तो पनि लाग्थेन हामी मुगलिनबाट निस्केको 4 बजे थियो अनि हामी पोखरा त लगभग 6 बजे नै पुग्यो कि बाटो साह्रै राम्रो रहेछ मैले चाहिँ एक्सपेक्ट गरेको थिएँ यतिको राम्रो थियो भनेर बाटो चाहिँ पोखराको एकदम मजा आएको थियो चढाउन We finally reached पोखरा लेट्स गो त्यो बाटो बल्ली आइपुग्यो तर अहिले अहिलेसम्म त्यो जुत्ताको त्यो प्लास्टिक फुगाले छैन क्या यस्तो छ है यहाँ सिल प्याक रे के हो यस्तो आम्मामा फ्यारास व्हिल भयो फ्यारास व्हिल अनि चाहिँ हामी केटाहरू यहाँ सब खैरीहरू पनि छ कहाँ नसुरु म त्यो फन पार्क त म जहाँ पार्क सुनिरहेको देखिरहेको दुईवटा बन्दरियाहरू घरलाई उहाँ माथिबाट फालिदिनु पर्ने कि उता फेरि सुलबाट उताबाट टुप्पोबाट हजुर के हो स्टेज हो क्या हो दुर्गा सभाएर गाउनलाई हेलिकप्टर ल्याउने चाहिँ उहाँ क्या हो कहाँ लागिरहेछ यो दिपेन्द्रले गाइडले यस्तो गाइडै खराब रहेछ यार कुर्दिनु दाइ दाइ प्लिज हान्दिनु न अनि भोग्ला भयो नि अनि लग नि त नि कहाँ लगिरहेको त नि तिमी यार अहिले पिठलाई 5 जना मिलेर पिठला नि तिमीलाई अहिले रातिको 8:30 हुन लागिसक्यो अलिकति भोक लागिरहेको छ अब खाना साना खाजा साजा खाना जाने हाम्रो गाइडले कहाँ लग्छ त्यहीँ जाने हामी अब भिड त डबल भइसक्यो त अघि एकजना भएको थियो अहिले त यहाँ त लङ्गुर पूजा खेल्नु त टन्नै छ मान्छेहरू लङ्गुर पूजा भइरहेछ यता यता फोटोग्राफी भइरहेको छ अनि हामी चाहिँ यहाँ हाम्रो चाहिँ बकचोरी भइरहेछ यहाँ के भन्नु छु भने खाजा भन्ने मोमो खान जान्ला अब थकाली खान जान्ला अब खाना भन्थ्यो होला मोमो खान जान्ला खाजा त भन्नु पर्ला नि के हो र के अरे नाम चाहिँ मोमोको मिठो छ भनेर चाहिँ म हेर्छु नि पोचा मोमो पोजे मोमो रे पोजे मोमो हेरौँ न कतिको मिठो रहेछ यस्तो रहेछ नि त कुरो हिँड्दै यस्तो भएर अब राष्ट्रिय गीतलाई त कसरी अपमान गर्न सकिन्छ त हामी होइन त्यस्तो लाग्यो कहाँ हाल्यो अहिले ठुलो मोमो क्या त्यहाँ चाहिँ मोमो खाने ठाउँ रहेछ होइन प्योर मोमो
ठुलोदेखि सानोदेखि सब लेट्स सी यही त मोमो पोच्चे के भन्छ पोच्चे Pination. ए भित्र पनि रहेछ नि त मेन्यु त म त यो फ्रन्ट र ब्याक मात्रै हेरेको त भित्र पनि रहेछ त मेन्यु त सुरी आई टेक एभ्रिथिङ ब्याक छ रहेछ सबै चिजहरू कत्रो हो त थोपा पनि कत्रो हो त थोपा पाउ ढोल्कीमा लस्ते यार थेन्दुक जो चाहिँ हाम्रो थेन्दुक हो बाबा मिठो छ साँच्चै कसम म त नुनै नजस्तो भयो भित्रदेखि टु स्मल म्यान त्यो तर नेपाली भइसक्यो हुन्छ नि त्यो बेलुका अब खाना नभएपछि कस्तो के नपुग्यो के नपुग्यो जस्तो भइसक्यो म त खोइ त्यत्रो खाएर भोग्ला जस्तो भइरहेको छु अझै वा खाएर चिया खाएर अनि होटलतिर स्लिप खान जानुपर्छ इधर पोखरामा पता नै भाइब त होइन ओए के गर्छ ओए कहाँ गयो उसले आउट ल सो वी हेभ सेटल्ड त्यो चाहिँ के बफ हो ओइ घले त कुन खाने हो पोर खान्छ भन्नुहोस् सेकुवा आएको छ ल खाइदिउँ न है त्यो लु हो रे ओचार ल्याइदिउँ त ओचार हस् धन्यवाद यता ह्याप्पी होली रहेछ अनि यता चाहिँ ह्याप्पी होली रहेछ नि त यता ह्याप्पी होली यसलाई त यहाँ जोस लगा चाहिँ फेरि सुन हान्ने भन्ने हामी यहाँ अहिले मसँग सिक्नेस भएको फेरि दाइलाई छ यहाँ मैले त जिस्केर भनिदिएको दाइ त सिरियसली त ल गइदिउँ न त हामी त गइदिइहाल्छु नि अब अघिसम्म के खाएको सब निस्क्यो भने चाहिँ गाह्रो पर्छ है फेरि यहाँ कसो हान्यो ए हेर्न यो पनि यार चा सब चिज रहेछ छिर्दिउँ न त छिर्दिउँ खोइ ओ आम्मा ओए लास्ट डला भिडै बढ्न सही रमदान ओ माई गड यार कस्तो थियो यार ओभर भयो त मुटु यहाँ आउला जस्तो हातमा आउला जस्तो भइदिएर कस्तो थियो एक्सपिरियन्स कस्तो एकदम कस्तो भयो त ए दिपेन्द्र ओ डेड सब नकआउट कसम भने यार ओ माई गड त्यो माथिबाट मुनि आउँदा त्यो सपनामा त्यो भिडबाट खसिया देख्छ नि त्यो हो त्यस्तै हुने भने सिरिङ हुने भने यार माई गड कस्तो भएर आम्मा अब भिडियो बनाउनु भनेको यहाँ समातिर दुई हातले कसरी बनाउनु भइरहेको क्रेजी भइरहेको फाइनली आइपुग्यो होइन सो दिस वाज आवर डे 1 अफ पोखरा थकेला एन्ड वे अबाउट टु स्लिप है गुड नाइट द नेक्स्ट डे म चाहिँ यता मामा घरमा आइपुगेको छैन उहाँ चाहिँ हाम्रो मामा बिग मामा हाम्रो सुजल सोल्टीले फर्किनु भयो हाम्रो माइजु ल बाबाई ल बाबाई ल क्याप्चर भयो जस्तो छ यार क्या बुढा अब अलि रफ्तारको धिमी अलिक कम गर्न पर्ला त्यस्तै लाग्यो मलाई ल लेट्स गो म त बिरामी होला जस्तो भयो त यार हो त्यतिका यार पन्ने लाउनु पर्ने भएन यार डेस्टिनेसन छ सिधै प्याकुडा फर्स्ट टाइम लेट्स गो पुलिस फर्का अफरोडको अवस्था सो ल हाम्रो अब चढाइ सुरु हुनेवाला छ आइपुग्यो हाम्रो फर्स्ट डेस्टिनेसन नो साउन्ड भन्दै गाली गरेको छ मेडिटेसनमा
त्यही नै थियो हाम्रो पेगुडा होइन राम्रो रहेछ एकदम पिसफुल रहेछ पिस इनर पिस यदि इनर पिस जगाउनु छ भने चाहिँ आउनु पर्छ है होइन ल के भन्नुहुन्छ यार म हल्लै गरेको छैन त जस इन्लाइनमेन्ट चाहिँ पाएन मैले यसो इनर पिस चाहिँ अलिकति भयो नि मैले पाएँ तर यहाँ धेरै क्याम गर्ने धेरै छ क्या खुट्टा तान्ने धेरै छ क्या हेड वाचहरू गर्ने धेरै छ क्या त्यही भएर अलिकति यहाँ म यहाँ अगाडि बढ्नै सक्दैन यहाँ ल अब हाम्रो नेक्स्ट डेस्टिनेसन हुनेवाला छ शिवजीको मन्दिर तर त्यो होइन इन्टरनेसनल ग्राउन्ड कत्रो ठुलो है इन्टरनेसनल एयरप्लेन न फेरि मेन आउने टुरिस्ट इन्डिया हो अनि इन्डियाकै फ्लाइट चलेको छैन भन्ने हल्ला थियो क्या भेरी हार्ड यु नो इट्स भेरी हार्ड यो भनेको दुईवटा दाइको बिच सानो भाइ फसा जस्तै हो क्या त्यो त के हेलमेट लाएर हिँडेको त के को जोस हो त्यसलाई चाहिँ यो किन हो यहाँ चाहिँ हामीलाई किन मुनि नै अड्कायो पार्किङमा यहाँ नि छ त्यहाँ नि छ पार्किङ त्यो पनि हामीलाई मुनि अड्कायो त्यही पैसा त्यो ढेवा हेलो बोइज द क्रेजी छ त लुक एट द डिटेल्स म्यान आम्मा अब आएर न होइन यहाँ चाहिँ भिडियो बनाउँदैछ दिन अब यो स्तुपमा देखाएको थिएन होइन यदि दियो भने इट्स अल राइट होइन वी मुभ अन होइन यदि दिएन भने चाहिँ अब म डिलिट गरिदिन्छु डिटेल्स त क्रेजी नै छ रहेछ त आम्मा शिवलिङ्ग भयो माथि जानु पर्यो भने अभियसली गाडा ओपन सुज होइन डिटेल्स आर क्रेजी शिवलिङ्गले सब रहेछ नि त अनि आई गेस यो नामहरू चाहिँ डोनेसनको नाम होला आई डोन्ट नो मलाई त्यस्तो लाग्छ है के भन्छ यसलाई राम वाट यु कल दिस डम्बरु एभ्रिथिङ यार त यो चाहिँ हाम्रो फेवा लेक त्यो चाहिँ हाम्रो मेन सिटी काठमाडौँ पोखरा त्यो चाहिँ पर गयो अब यता नि आइहाल्यो अब यस्तो मौसम हेर्दा अलिकति मौसमले च्यालेन्ज गरे जस्तो देखियो आइपऱ्यो यता सो विल बी हेडिङ आउट अहिले पानीले भिज्नु मन छैन मलाई बिरामी हुनु मन छैन सो वी रन यो पोखरीलाको बसिन्दा भन्छ तपाईँले के हो साँच्ची हो त च्याट्यो साँच्ची हो त केटाहरूलाई होइन सबलाई हो त्यहाँ बिग बस एनर्जी देखाउनु चाहिँ एलन दाई फेरि मलाई हाई कमिसनबाट भनिसक्यो त्यहाँ एलन दाईलाई चाहिँ राम्रोसँग जोगाएँ त्यहाँ लड्छ भनेर थियो हाई कमिसनबाटै अर्डर आइसक्यो थियो मलाई त्यहाँ अलिकति बोलाउँछ त्यहाँ अलिकति त्यहाँ केयर गर भनिसकेको थियो हाई कमिसनले यो माथि जाने नकारण चाहिँ के हो दाइ माथि जानु नदिनु कारण त्यस्तै हो सोध्नै मन थिएन मलाई के सोध्ने लाइन भने त आफ्नो होम टाउन होइन नि त यो हाम्रो होम ग्राउन्ड भइदिएर त काठमाडौँमा पेलिहाल्थ्यो नि करेन्टली वे एट सेन्टरमिन्ट होइन यहाँ खान जान लाग्यो बिहान त्यही रोटी तरकारी खाथ्यो त्यति हो अनि अब सिधै खान लाग्यो Now it's time for the burgers, eh? This is good, eh? So, this is our sandwich, you know? This is our mini burger. पिरो चाहिँ पिरो छ अनि मलाई एक्स्ट्रा पिरो पाइदिनु भएको थियो पिरो पाइदिएको छ तपाईँले यो लाएर गेस गर्नु भइसक्यो होला के हुन लाग्छ यहाँ भनेर एकदम केटाहरूलाई कुर्दा कुर्दा बल्ल यहाँ प्याडलिङमा केटाहरूलाई भन्दा चाहिँ स्पेसल्ली म किनकि म अलिकति दिस पर्सन इज द सिरियस पर्सन अलिकति मुक्का माछा लाटे खाँदै अलिकति गडबड गरेको छ त्यही भएर एकछिन टाइम लाग्यो त्यसमा अनि ओए क्या राम्रो थियो क्या ल लुक एट दिसमा अनि क्यामेरामा त्यस्तो राम्रो नदेख्ला होइन बट इन रियालिटी इज सो गुड है आम्मा गोडेड छ त गोडेड ब्रा
भिडियो भइरहेको उतिर चाहिँ म मेरो देखिन कन्टेन्टको लागि जननी माया डुब्न चाहिँ डुब्दैन केटा हो यहाँ जे जस्तो भए पनि यहाँबाट लडे पनि यहाँ खुट्टामा यस्तो छैन अनि यो लाइफ ज्याकेटले उ त्यहाँ राम डेमोन्स्ट्रेट गर्दै त डुब्यो भने कस्तो हुन्छ र डाइभ डाइभ लड्यो अरे ल के भयो नआतिकन उ त्यहाँ यस्तो इजी हो सिम्पल बिचौडा होइन फेरि कुनाबाट हो यस्तो गर्ने मुनि तान्ने इजी हो रमाइलो हुँदो रहेछ यार चप्पु चलाउने यार चप्पु म न रोल नम्बर बोलाउँछु नाम बोलाउँछु वाइ भनेर दिपेन्द्र हाम्रो राम कुमार राम बहादुर गुरुङ हाम्रो एलन राय दाई हाम्रो सञ्जित कले अनि लास्ट एन्ड फाइनली हाम्रो प्रशान्त गुरुङ अनि लास्ट अनि म चाहिँ म हो अनि म हो अनि अब हामी जान लाग्यो त्यो कुनामा हो कता जान लाग्यो अब लेट्स गो दिस इज द आफ्टर म्याथ यो पुरै भिज्यो होइन यहाँ पुरै भिज्यो भिजिरहेकै मान्छे छ यहाँ उल्टो भएर लडा यो चाहिँ भिजेन ऊ त्यहाँ भिजा दाइ लड्नु भने दाइ यहाँ दिपेन्द्र छ अनि हाम्रो राम पनि नुहाउनु थालिसक्यो सब यहाँ दुईजना बाइक सब लड्यो त्यहाँ लड्यो भन्दा नि जस खुट्टाहरू भिज्यो चुलुममै डुबे घलेको त बोटै उल्टो भएर लड्यो भने नि सेफ छ क्या तर जे जस्तो लडे पनि होइन उड्न चाहिँ सकिन्छ क्या कि कोही मान्छे आएर उठाइदिन्छ यसो नजिक नजिक भयो भने चाहिँ देवेन्द्र लडेछ होइन यस्तो हामी कोही थिएन यहाँ अनि कहाँबाट एउटा दाइ आइरहेको छ अनि दाइले उठाइदिएछ क्या दिस इज गोना बी आवर लास्ट डे अफ पोखरा होइन आज अनि हामी चाहिँ अहिले कहाँ छौँ भन्दाखेरि भन्दै देवेन्द्र कहाँ छ स्ट्रिट 20 मा के गर्न पकाली खाना के हुन्छ 550 के को 550 के बात हैन बजेट प्लान हुनु परेन पऱ्यो एकदम पऱ्यो के भन्छ त भ्युजहरूलाई अब खाना खाएर भन्छ है लेट्स इट इट है फेरि पनि आज धेरै खाएर धेरै खेलेर थकित स्थिति एन्ड दिस इज गोना बी आवर एन्ड अफ डे 2 इन पोखरा गुड नाइट सो इट्स द थर्ड डे अफ हाम्रो राइड होइन अनि करेन्टली आई एम एट बन्दीपुर होइन यहाँ मलाई थाहा थिएन बन्दीपुर यस्तो राम्रो छ भनेर ओ माई गड इट्स सो प्रिटी यार पुरै त्यो इटालियन भाइब्स दिइरहेछ क्या यार यस्तो ठाउँ त नि काठमाडौँ र ललितपुरमा नि रियली हेर्न पाउँछ त यार यस्तो राम्रो ठाउँ त पुरै एउटा स्ट्रिटै सो आइकनिक एन्ड गुड के हामी लगभग पोखराबाट बिहान 11 बजे निस्किया त होला अहिले 2 बजे छ 2 बज्न लाग्छ आज चाहिँ फाइनल दिन हो आज चाहिँ फर्किने दिन हो भनौँ न आज घर पुग्छ आज चाहिँ कस्तो लाग्दैन बन्दीपुर फर्स्ट टाइम हो रामलाई हाम्रो बिग बसलाई मलाई त वाइल्ड दामी लाग्यो नयाँ अब यहाँ झन् ढुङ्गामा कार रहेछ नि त ओजी रहेछ नि त ओजी लास्ट इनर्जी नभएर यार currently we are going at यहाँ 3 धारा बन्दीपुरमा एउटा घुम्ने ठाउँहरू के छ एक्सप्लोर गर्दै होइन यहाँ ओहो गुच्चा यार खोइ ल लगाउ त ल कान्छ लगाउ त ल ओहो तिमीले लगाउन सकेन है को यहाँ छ त खतरा खेल्ने को खिडाली को तिमी हो ल हेरौँ त ल एकचोटि लगाऊ ल एक चान्स लगाउँदैन रहेछ तिमीले हेरौँ ल प्रेसर छ है ल ओह नस्टाल्जिकै बच्चामा कति खेल्थ्यो गुच्चा को 3 धारा यो त होइन नि नि धारा कति मिनट लाग्छ 1-2 घन्टा 2 मिनटभन्दा बढी आएर त्यसलाई पिट्न आउँछु नि म हुन्छ 3 धारा चाहिँ त्यही रहेछ एउटा स्किल हान त ल कतिको कसले आउँछ को खतरा खेल्छ रे यहाँबाट ल को खतरा खेल्छ भविष्य प्लेयरको ब्राजिलियन को यहाँ ल को भविष्य प्लेयर ल आऊ ल सोकेस द स्किल ऊ त्यो भाइ चाहिँ किन लुकिरहेछ उसले नि खतरा खेल्छ क्या ए
खोइ त प्लेयर कोही छैन यहाँ खोइ हान नि त ल एक जगल हान ल जगलिङ हान ल को हान्ने ल यसले गर्छ त गर्न खोज्छ त ओइ त्यो बल फुटे नयाँ किन्नुपर्छ तिमीले ओइ बल फुटे नयाँ किन्नुपर्छ छ्या जगलिङ गर्न आउँदैन ल छ्या हेर त यार छ्या यार खेलाडीले जस्तो नि खेल्छ भन्छ त ऊ छ्या खेलाडी छैन है यो गर नि त के हो देखाइदेऊ न यार अनि अनि ल जाऊँ ल हिरोहरू टेक केयर है ल बाई ल हान ल अनि ओए गर्छ ठिक ठिक हो प्लेयर भविष्यको प्लेयर यो चाहिँ भविष्यको प्लेयर हो ल ठिक छ हो ठिक ल राम्रो छ त केटाहरू ल भ्लगमै त हेर है आउँछ ल एकछिन तिनीहरू अब मुनि रहेछ होइन जस त्यहाँ देखिहाल्यो यति देखेर चित्त बुझाउनु पऱ्यो यहाँ बिहानदेखि केही खाँदैन भोगले हिँड्न नि सकेन धेरै सो त्यहाँदेखि एकछिन कान्छाहरूसँग इन्टरेक्ट गर्न रमाइलो भयो भविष्यको प्लेयरहरूसँग अब वी गोइङ ब्याक टु आवर रेस्टुरेन्ट टु इट फुड